ल है साथीहरू मेरो यो सेकेन्ड भ्लग फेरि स्टार्टिङ हुँदैछ सबैजनाले हेरिदिनुहोस् होला सब्सक्राइब गरिदिनुहोस् होला लाइक कमेन्ट है त सुरु गरौँ ल हामीले खानालाई आजको यहाँ पुरा ज्योति र म चाहिँ मटन लिएर आएर हो पुरा खाइरहेछौँ एकदम मिठो भइरहेछ हिरा दिदीलाई चाहिँ धन्यवाद भन्न चाहन्छु यस्तो मटन भात यस्तो मिठो मिठो खाना ल्याउनु मलाई बोलाउनु भएकोमा सो स्विट अफ यु है साग हालेको मटन मैले फर्स्ट टाइम खाँदैछु थाहा छ एकदम मिठो हुन्छ नि तपाईँले यसमा हाल्नु चाहिँ के भन्नुहोस् के खोल्नु मसला नेपालबाटै ल्याउनु भएको जिरा धुलो सबै मलाई त्यो दिदीले जाँदाखेरि मन्दिरा दिदी मन्दिरा दिदी थ्याङ्क यू भेरी मच है बाई द वे सर मन्दिरा दिदी मलाई कति धेरै त्यो दिनुभएको थियो स्पाइसेसहरू मिठो भएको है मिठो छ है कति मिठो बाहिर पोखरीको कस्तो जाडो भइरहेको अब भित्र मात्र एकदम जाडो बाहिर साग अहिले मैले एकदम टक्कै टिपिसकेँ कि कस्तो राम्रो साग भएको पम्किन अब एउटा मात्रै त्यही त रमाइलो लाग्छ नि छोता नि फेरि जस्तो हो म त लास्ट टाइम जाँदै नि फेरि गरेको मैले हो फेरि थाहा होला नि होइन मैले नगरेँ नि आइडिया त दिने मै हो नि होइन हेर्नुहोस् त मेरो बारीमा फलेको साग अफ्रिकामा आएर यस्तो साग फलाउनु भनेको नेपालको जस्तै फिल भएको छ नि कति धेरै छ त सागहरू छ क्याप्सिकम छ हो क्याप्सिकमको बिरुवा फुल्न लागेको जस्तो लाग्छ है फुल्न लगाइरहेको हुन्छ यहाँनिर डल्लै त्यो डल्ले खुर्सानी यति धेरै फलेको थियो हेर अब अहिले त सबै त्यो ट्रिम गरिरहेछ बेजिरहेको छ हो अनि यहाँ चाहिँ त्यो रेगुलर खुर्सानी सलाद छ सलाद हो रकेट सलाद यसलाई रकेट सलाद भन्छ नि त एकदम मेरो त बेस्ट भएको एकदम यो राख्यो भने पनि सलाद चाहिँ मैले यति पनि खान सक्छु त्यस्तै टमाटर फर्सी हो लौडीको साग त्यहाँनिर अनि त्यो के प्याज तर अब उसलाई अलिकति आएन कि यो बनाउन चाहिँ अलिकति अघि गरेर बनाउनु पर्ने थियो कि तर रमाइलो फिल हुन्छ म नेपालमै छु जस्तो फिल चाहिँ हुन्छ कर्कल हेर नि त्यही भन्न लाग्छ अलमोस्ट होइन कर्कल तिमी खाएको होइन त कर्कल तिमीलाई मैले खुवाएँ नि कति मिठो भएको एकदम कालो कर्कल हो अनि तिमी चाहिँ सेतो हेर न रमाइलो लाग्छ यहाँ आउने बित्तिकै मैले यसरी पानीहरू पनि त्यस्तो गर्न मन लाग्छ त्यही हो हाम्रो बसाइ रमाइलो छ पार्वती फुल भन्छौँ थाहा छ पार्वती फुल आई डोन्ट नो सानोमा चाहिँ हामीले त पार्वती फुल ओहो यो लाग्यो के अरे पार्वती फुल भने यो दिस इज पार्वती फुल यति धेरै फुलेको छ हेर पहिलाको त टन्न थियो यति माथिसम्म हो अब अहिले यहाँनिर यसो यतिको भएको छ अनि सयपत्री फुल म्यारिगोल्ड के भन्छ सयपत्री म्यारिगोल्ड अनि उ त्यो पनि छ सुपारी फुल साग दिँदै हिँड्दै बारीको साग अर्ग्यानिक फेरि हेर यहाँनिर कति राम्रो फुलेको पहिला त त्यहाँ यस्तो राम्रो फुलेको छ यहाँ हेर त यहाँ कति राम्रो फुलेको नि तिहारमा बनाउनु पर्छ योपालिमा टाढै फुलै फुल तिहारै आयो भने पुरा नाच्नुपर्छ
अभाकाडो पनि राख्छ अहिलेको पार्कमा मजाले फल्छ निम छ हेर निमको बुट्टा हेर किन निम हो नि यो त्यस्तो छ हामी उताबाट गयौँ जाने राख्नु है मटनमा साग राख्दा एकदम मिठो हुन्छ नि फेरि कसरी ट्राई गर्नु भएको छैन एकचोटि ट्राई गरेर हेर्नुहोस् त प्लिज एकदम मिठो हुन्छ हुन त मान्छेहरूले पोर्कमा पनि राख्छ भन्ने सुनेको छु आई डोन्ट नो त्यसो है अलिकति थाहा भएन मैले चाहिँ अरूले पोर्कमा राख्नुहुन्छ भनेपछि मैले चाहिँ मटनमा कस्तो होला भनेर ट्राई गरेँ तर एकदमै साह्रै मिठो हुँदो रहेछ है मिठो भयो नि त मिठो थियो तिमीलाई मन पऱ्यो नि मन पर्यो एक मात्रै सेकेन्ड राउन्ड पकाउँदै भन्यो भने फेरि सेकेन्ड राउन्ड पकाउँदा भनेपछि कति मिठो भन्छ है मिठो थ्याङ्क यू एभ्रिवान मेरो भ्लग सबैजनाले हेरिदिनु भएकोमा कसैले हेर्नु भएको छैन भने सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनुको लागि म अनुरोध गर्दछु थ्याङ्क यू नमस्ते लभ यु अल